कतिजना यस्तो हुन्छ नि हो त बुढाबुढी झगडा पर्छ हो त्यहाँदेखिको अब बुढाबुढीको त झगडा डिस्कसहरू त हुन्छ नि कोही कोही बेला होइन यताउति त्यो भइहाल्छ त्यो केही न केही बुढाबुढीको झगडा परालको आगो भन्छ नि त्यो हो नि त होइन अन्त त्यहाँदेखिको उनीहरू डिस्कस पर्छ कि त्यहाँदेखिको झगडा हुन्छ घरमा त्यहाँदेखिको अन्त ठुस्का ठुस्की भए त्यहाँदेखिको अन्त भोलिपल्ट यहाँ निस्केर हिँड्यो यहाँ बेलुका अन्त त्यहाँदेखिको अन्त आफ्नो साथीलाई भनिपठाउँछ मेरो बुढाले यो गऱ्यो मलाई बुढाले यो त्यो गर्छ कुनै के भन्छ अब फेरि चाहिँ साथी बोलेन भने अब साथीले त बुढाको नाक थापेको जस्तो हो अप्ठ्यारो नि अब बिचरा होइन साथीलाई पनि त्यहाँदेखि साथीले के भनिदिन्छ अब उसको बुढाको नराम्रो कुरा भनिदिन्छ अब तिमीले यसो गर नि त अन्त बुढालाई अब यस्तो खालके अब हुन्छ नि अब त्यस्तोहरू खालके गर न अन्त भनेर भनिदिन्छ कि त्यहाँदेखिको अब बुढाबुढीको झगडा परालको आगो भने जस्तो हुँदैन त्यहाँदेखिको बुढाबुढी गएर फेरि त्यहाँदेखि ठ्याप्पै मिल्यो हो त्यहाँदेखि मिलिसकेपछि त्यहाँदेखि साथीको मेरो साथीले चाहिँ कि तपाईँलाई यस्तो पो भन्दै थियो त यस्तो पो भन्दै थियो त लास्टमा त नराम्रो त को साथी पो हो त्यस्तो कतिजना त्यस्तोहरू पनि भेट्छ क्या त अब हो त्यस्तो खालके मान्छेहरू क्या त है साह्रो छ साह्रो